यो चाहिँ आज आज सुई लाएर आएको मान्छे हो यो चाहिँ हैन यता नाना न यो सुई लाएर आएको मान्छे हो यहाँ पानी खेलेर केही छैन उ सुई लाएर आएकोले मतलब छैन यी वास्ता कान्ता केही छैन पानी खेल्न पाए पुग्यो उसलाई चाहिँ के गर्यो त्यो क्या गरेको मुख धोको हो सानी फेस वास ल्याइदियो मुख धोन यो त पानी खेल्न पाए भनेपछि त खोप्ला आएको चुइ के रुन्न आऊ जबरजस्त सुई लाउन र गाली गरे भने सुई लाउन गाली गरे कि भने मलाई हाँस उठेर ओ फेरि गाली गर्छ तर दुखे छैन साना साना तिमीलाई आइया भएको छैन बाबा ओइ सानी छोरी पिच्ची हो पानी खेलेर केही छैन हेर भगवान तिमीलाई आइया भएको छैन छोरी यता हेर आमाको घरमा आएर पानी खेले कि आमाको घरमा आएर पानी खेले कि हो त्यो पनि देखाएर जम्मै चाहियो हामीलाई सानी यो साह्रै चकचके भएको छ है घरि अब हिँड्छौँ घर हिँड्छौँ छिटो यहाँ चाहिँ खेले कि पानी घर जाउँ न साना आऊ आऊ घर जाने अहिले भोक लागेको थियो मुख हात हाल्दा किन त बाटभरि आऊ साह्रै बुबु खान्छ घरमा बुबु खाएर आऊ जाऊ जान्न रे लुनु गर्न परेन अब पिट्ट खान्छ छोरी अहिले अहिले दिउँसो यति दिउँसो सुत्तिनु भने अहिले खाना मान्दिनँ दिउँसो फेरि त्यत्रो भाँडा त्यो हामीलाई उचाल्न गाह्रो छ त्यत्रो भाँडा उचाल्छ कति डरी हो यो ऊ चरी आएर सानी 5 महिनादेखि घिउ खाएको कहाँ राख्ने चरी आएर त हेर्न त चरी आऊ आऊ छोरी आऊ आऊ यता चरी आउँदिन रे गएन रे सानी जो जाउँ आइज घर जाउँ आइज साना घर जाउँ आऊ बेसी घर जाने आऊ न छोरी जाउँ भने फोहोर भयो क्या नाना पिठो खान्छ अहिले तँ मात्ते कि त जा भनेको हो लाऊ मामु जाने पोहोर जाने लाऊ साइकल लिएर जाने लाऊ साइकल लिएर जाने आऊ नजाने साइकल लिएर जाने लाऊ छिटो आऊ साइकल लिएर जाने आऊ छिटो पानी खेल्न पाएपछि यो केटीले